परम्पराको अन्त्य गर्दै बालेन सरकार न्यायालयको दशकौं पुरानो सिन्डिकेट ढाल्ने तयारीले सर्वोच्चमा मचियो खैलाबैला। वरिष्ठताको नजिर उल्ट्याएर नयाँ अनुहारलाई प्रधान न्यायाधीश बनाउने भएपछि न्यायाधीशहरूमा छटपटी। सपना प्रधान मल्लको रोलक्रम खोसिने डरले वरिष्ठहरूको निद्रा हराम। आज साँझ 5 बजेको संवैधानिक परिषदले गर्नेछ न्यायालयमा शक्तिशाली उलटफेर। आज 2083 वैशाख 24 गते बिहीबार, ठीक आजैका दिन अबको केही घण्टामा सिंहदरबारमा एउटा यस्तो निर्णय हुँदैछ जसले नेपालको न्यायपालिकाको दशकौं पुरानो इतिहासलाई रद्दीको टोकरीमा मिल्काइदिनेछ। प्रधानमन्त्री बालेन शाहले आज साँझ 5 बजे संवैधानिक परिषदको बैठक बोलाएका छन् र यो बैठकको मुख्य एजेन्डा हो नयाँ प्रधान न्यायाधीशको नियुक्ति। तथ्य के हो भने गएको चैत 18 गते प्रकाशमान सिंह रावलले अवकाश पाएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ। अहिले सपना प्रधान मल्ल कायम मुकायम प्रधान न्यायाधीश हुनुहुन्छ। तर रासपाको एकल र शक्तिशाली सरकारका प्रधानमन्त्री बालेन शाहले यो पटक कदम चाल्ने मुड बनाइसकेका छन्। उनी वर्षौंदेखि चाल्दै आएको जेठो न्यायाधीश नै प्रधान न्यायाधीश हुने त्यो पुरानो र कुहिएको नजिरलाई ध्वस्त पार्न चाहन्छन्। किन मचियो त सर्वोच्चमा खैलाबैला? तथ्य बुझ्नुस्। नेपालको संविधानको धारा 129(3) ले भन्छ कि 3 वर्ष सर्वोच्चमा काम गरेको जोसुकै पनि प्रधान न्यायाधीश हुन योग्य छ। तर 2047 सालदेखि अहिलेसम्म सधैँ वरिष्ठलाई मात्रै छान्ने गरियो। बालेन शाहले आज यही ठाउँमा प्रहार गर्दैछन्। बालेन सरकारले ल्याएको नयाँ संवैधानिक परिषद अध्यादेशले प्रधानमन्त्रीलाई कति शक्तिशाली बनाएको छ भने अब उनलाई कसैको बैशाखी टेक्नु पर्दैन। परिषदका 3 जना सदस्य मात्रै एकातिर भए भने निर्णय हुन्छ र अहिलेको सरकार रासपाको एकल सरकार हो जहाँ बालेन नै सर्वे सर्वा हुन्। यही डरले गर्दा सपना प्रधान मल्लको रोल क्रम खोसिने लगभग पक्का पक्की जस्तै देखिएको छ। जब सपना मल्लको कुर्सी हल्लियो तब सर्वोच्चका अन्य 5 जना वरिष्ठ न्यायाधीशहरूको पनि निद्रा हराम भएको छ। उनीहरूलाई डर छ यदि आज बालेनले रोल क्रम मिचे भने भोलि सेटिङको भरमा प्रधान न्यायाधीश बन्ने सपना सधैँका लागि समाप्त हुनेछ। अहिले न्याय परिषदले 6 जनाको नाम बालुवाटार पठाएको छ। ती नामहरू हुन् सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल, डाक्टर मनोज कुमार शर्मा, डाक्टर नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठ। तर बालेन शाहले किन सपना मल्ललाई रोक्न खोज्दैछन्? तथ्य के छ भने न्यायाधीश तिलक प्रसाद श्रेष्ठले हालै एउटा गुप्त कार्ययोजना तयार पारेका छन्। यो कार्ययोजनामा भ्रष्ट न्यायाधीशलाई तत्काल कारबाही गर्न र मुद्दाको फैसला 6 महिनाभित्रै सक्ने कडा बुँदाहरू छन्। यो रिपोर्ट रासपाका नेताहरू र सिधै बालेनको हातमा पुगेको छ। बालेनलाई यस्तै एग्रेसिभ नेतृत्व चाहिएको छ जसले न्यायपालिकामा डोजर चलाउन सकोस्। अर्कोतर्फ डाक्टर मनोज शर्मा र डाक्टर नहकुल सुवेदीको चर्चा किन छ? किनकि उनीहरू नियुक्त भए भने 6 वर्षसम्म प्रधान न्यायाधीश बन्नेछन्। बालेन सरकार न्यायालयमा अस्थिरता चाहदैन। हरेक 6 महिनामा प्रधान न्यायाधीश फेरिने र विकास रोकिने प्रथालाई बालेनले आजैको बैठकबाट अन्त्य गर्न खोज्दैछन्। पछिल्ला केही दिनदेखि सर्वोच्चका न्यायाधीशहरूका शुभचिन्तकहरूले बालुवाटार र राजसभाको मुख्यालयमा पहुँच पुर्याउने कोसिस गरेको चर्चा छ। तर बालेन शाहले आफ्नो सचिवालयलाई कडा निर्देशन दिएका छन्, न्यायालयको कुनै पनि बिचौलियालाई गेटभित्र छिर्न नदिनु। यो मौनताले न्यायाधीशहरूमा यति ठूलो छटपटी पैदा गरेको छ कि उनीहरू आज साँझ 5 बजेको प्रतीक्षामा सास रोकेर बसेका छन्। प्रधानमन्त्री बाहेक सभामुख डोलप्रसाद अरियर र कानून मन्त्री सविता गौतमले पनि कुनै संकेत नदिएपछि शक्तिशाली उलटफेर हुने पक्का भएको छ। यदि आज परम्परा कायम रह्यो भने सपना मल्ल 3 वर्ष प्रधान न्यायाधीश हुनुहुनेछ। तर यदि बालेनले नयाँ युग सुरु गरे भने डाक्टर मनोज शर्मा वा डाक्टर नहकुल सुवेदीको नामले देशमा नयाँ तरङ्ग ल्याउनेछ। आज साँझ 5 बजेको बैठक केवल एउटा नियुक्ति मात्र होइन, यो न्यायालय भित्रको सिन्डिकेट र भागबण्डाको राजनीतिलाई बालेनले दिने अन्तिम चेतावनी हो। 65 वर्षे उमेर को कारण 13 भदौमै बिदा हुने कि 6 वर्षसम्म नेतृत्व सम्हाल्ने यो फैसला आज बालेन शाहको हातमा छ। बालेन सरकारको यो कदमले न्यायालयलाई साँच्चै जनताको बनाउला कि विवादमा तान्ला त्यो त समयले अवश्य पनि बताउने नै छ। र अहिलेलाई एउटा कुरा भन्न सकिन्छ, आजपछि सर्वोच्च अदालत पहिलेको जस्तो रहने छैन। वरिष्ठहरूको निद्रा हराम भएको छ र जनताले नयाँ र ऊर्जावान नेतृत्वको प्रतीक्षा गरिरहेका छन्।